परमेश्वर मानिसलाई खोज्नुहुन्छ के यस कुरामा तपाईँ सहमत हुनुहुन्छ? मानिसले परमेश्वरलाई खोज्नु स्वाभाविक कुरा हो, तर परमेश्वरले मानिसलाई खोज्नुहुन्छ भन्ने कुरा सुन्दा कतिजनालाई त अनौठो पनि लाग्न सक्छ। हो आदरणीय प्रभुका विश्वासीजन, परमेश्वरले मानिसलाई खोज्नुहुन्छ। परमेश्वर त्यस्ता 5 प्रकारका व्यक्तिलाई खोज्दै हुनुहुन्छ, जुन 5 प्रकारका व्यक्तिको बारेमा हामी पवित्र धर्मशास्त्र बाइबलबाट हेर्नेछौँ। जय मसीह शालोम, स्वागत छ यहाँलाई। आज यस्ता व्यक्तिहरूको बारेमा हेर्नेछौँ जसलाई परमेश्वरले खोज्दै हुनुहुन्छ। परमेश्वर कस्तो व्यक्तिलाई खोज्दै हुनुहुन्छ त? आउनुहोस् आजको भिडियोलाई सुरु गरौँ। परमेश्वर कस्तो व्यक्तिलाई खोज्दै हुनुहुन्छ? पहिलो खण्ड हामी हेर्नेछौँ यूहन्ना 4 अध्यायको 23 पद। त्यहाँ यसो लेखिएको छ, तर बेला आइरहेछ र त्यो बेला अहिले हो जब सच्चा आराधकहरूले पितालाई आत्मा र सत्यतामा आराधना गर्नेछन्, किनकि आराधना गर्ने यस्तै आराधकहरूलाई नै परमेश्वर पिताले खोज्नुहुन्छ। परमेश्वर यस्ता व्यक्तिलाई खोज्दै हुनुहुन्छ जसले आत्मा र सत्यतामा परमेश्वरलाई साँचो आराधना गर्छन्। प्रियहरू, आराधना गर्नलाई ठुला ठुला भव्य भवनहरू छन्, ठुला ठुला चर्चहरू छन्, मण्डलीहरू छन्, ठुला ठुला झुण्डहरू छन्, राम्रा गाउन सक्ने बजाउन सक्ने व्यक्तिहरू, आराधना गर्ने वर्शिप टिमहरू छन्। तर पनि परमेश्वर किन त अझै आराधना गर्ने व्यक्तिहरू खोज्दै हुनुहुन्छ? हामी कतिजना त बाइबल कलेज जान नपाएका, सङ्गति जान नपाएका, गाउन र बजाउन नजानेका, क्वायर टिममा नभएका साधारण मानिसहरू, साधारण व्यक्तिहरू पनि छौँ। किन त उहाँले हामीलाई नै खोज्नुहुन्छ? किनभने परमेश्वर आत्मा र सत्यतामा आराधना गर्ने आराधक खोज्दै हुनुहुन्छ। हालेलुया। परमेश्वर यो कुरा हेर्नुहुन्न प्रियहरू कि तपाईँ कति पढ्नु भएको छ। परमेश्वर यो कुरा हेर्नुहुन्न कि तपाईँ कतिको ट्यालेन्ट हुनुहुन्छ। परमेश्वर यो कुरा हेर्नुहुन्न कि तपाईँ कति सुन्दर र ह्यान्डसम हुनुहुन्छ। परमेश्वर यो पनि हेर्नुहुन्न कि तपाईँ कति धनी र चर्चित हुनुहुन्छ। अनि परमेश्वर यो कुरा हेर्नुहुन्छ प्रियहरू, तपाईँ कतिको आत्मा र सत्यतामा आराधना गर्ने आराधक हुनुहुन्छ। बस उहाँलाई चाहिएको यति मात्रै हो। हालेलुया। परमेश्वरलाई शरीरले गरेको आराधना होइन प्रियहरू, परमेश्वरलाई हाम्रो स्वरले गरेको आराधना होइन, हाम्रो ट्यालेन्टले गरेको आराधना होइन, हाम्रो खुबीहरूले गरेको आराधना होइन, आत्माले गरेको आराधना उहाँलाई मनपर्छ। अनि परमेश्वरलाई ओठले मात्र गरेको आराधना होइन, सत्यताले गरेको आराधना मनपर्छ। अनि मानिसले परमेश्वरलाई केही दिन सक्दैन प्रियहरू, हामीले परमेश्वरलाई केही पनि दिन सक्दैनौँ, किनकि उहाँसँग हामीले दिन नसक्ने कुराहरू प्रशस्त छन्। किनकि हरेक असल र उत्तम कुराहरूको स्रोत चाहिँ स्वयं परमेश्वर हुनुहुन्छ। अनि परमेश्वरलाई हामीले एउटै कुरा दिन सक्छौँ, त्यो हो आत्मा र सत्यताको आराधना। हालेलुया। धेरैले आराधना त गर्छन् प्रियहरू, तर परमेश्वर आत्मा र सत्यताको आराधना गर्ने साँचो आराधक खोज्दै हुनुहुन्छ। उत्पत्ति 4 अध्यायमा कैन र हाबिलले परमेश्वरको आराधना गरे। त्यो समय परमेश्वरले आराधना गर्ने एक तरिका थियो, त्यो हो आफ्नो उब्जनी वा खेती किसानीबाट परमेश्वरलाई चढाउनु वा दिनु। हामी सबैलाई थाहा नै छ, हाबिल भेडा गोठाला भएको कारण उनले भेडाको बगलबाट पहिले बियाएका पाठका बोसे भाग ल्याए र त्यसलाई परमेश्वरले ग्रहण गर्नुभयो। तर कैनले खेती किसानी गर्ने भए र उनले भूमिको उब्जनीबाट केही भनेको छ, केही अंश मात्र ल्याए, तर उनको भेटी परमेश्वरले ग्रहण गर्नु भएन। किनभने कैनले आफ्नो उब्जनीबाट केही मात्र ल्याए। अनि आत्मा र सत्यतामा आराधना गर्नेले आफ्नो जीवनको केही भाग मात्रै ल्याउँदैन, उसले आफ्नो जीवनको उत्कृष्ट बेस्ट कुरा, असल कुरा परमेश्वरलाई दिन्छ प्रियहरू। हालेलुया। अनि असल र बेस्ट कुरा भन्ने बित्तिकै धन सम्पत्ति होइन, आत्मा र सत्यताको पहिलो बोसे भाग परमेश्वरलाई दिनु, आत्मा र सत्यताले गरेको आराधना। अनि परमेश्वर त्यस्तो आराधकलाई खोज्दै हुनुहुन्छ जसले चाहिँ साँचो रूपमा आत्मा र सत्यतामा आराधना गर्छ। लुका 7 अध्यायको 36 पददेखि हामी हेर्ने हो भने यीशु ख्रीष्ट एकजना फरिसीको घरमा गएर खाना बस्नुभयो। त्यहाँ एउटी पापी स्त्री पनि आई। यहाँ हामी 2 प्रकारको व्यक्तिहरू देख्छौँ प्रियहरू। 2 जना व्यक्ति यीशु ख्रीष्ट कहाँ आउन चाह्यो अथवा यीशुलाई भेट्न चाह्यो। फरिसीले चाहिँ प्रभु येशूलाई निमन्त्रणा दिएका थिए, बोलाएका थिए येशू ख्रीष्टलाई आफ्नो घरमा आउनको निम्ति। अनि फरिसी पनि चाहन्थ्यो कि येशूलाई भेट्न। अनि त्यो पापी स्त्री चाहिँ त्यस घरमा, त्यस ठाउँमा
आइन्, किनभने त्यो स्त्रीले येशूलाई भेट्न चाहन्थे। तर यहाँ हामी गहिरो सत्यता के देख्छौँ भन्दाखेरि त्यो पापी स्त्रीलाई राम्ररी थाहा थियो कि म एउटा पापी स्त्री हुँ, मलाई येशूको चरणमा गएर पश्चाताप गर्नु, क्षमा माग्नु छ, अनि मैले मेरो जीवनलाई बदल्नु छ। अनि तिनले चाहिँ येशू ख्रीष्टलाई राम्रोसँग चिनेकी थिइन्। उहाँले नै पापबाट उनलाई मुक्त गर्न सक्नुहुन्छ भन्ने विश्वास उनमा थियो। तर फरिसीले के सोच्थ्यो भन्दाखेरि म एक समझदार व्यक्ति हुँ, मलाई येशूसँग भेट्न र उहाँसँग भोजन गर्न पनि मेरो पुरै हक छ, अनि येशू मेरो घरमा आउनै पर्छ किनकि म धर्मी व्यक्ति हुँ। अब दुईजनाको मेन्टालिटी हेर्नुहोस् प्रियहरू, परमेश्वर कोसँग प्रसन्न हुनुहुन्छ होला त? यहाँ एकजना यस्तो व्यक्ति छ, उसले आफैलाई योग्यको सम्झेको छ, अनि अर्कोले आफैलाई परमेश्वरको अगाडि उभिन अयोग्य सम्झेकी छिन्। हेर्नुहोस् त, अनि प्रभु त्यो स्त्रीसँग प्रसन्न हुनुभयो किनकि त्यो स्त्रीले आफूलाई येशूमा पश्चाताप गरी बदल्ने सोचमा आएकी थिए। उनलाई थाहा थियो कि येशूको पाउको एक स्पर्शले मात्रै पनि उनको जीवन बदल्ने छ। हालेलुया। अनि उसँग भएको सबैभन्दा महँगो अत्तर येशूको पाउमा घसेकी छिन्, किनभने येशूको पाउलाई स्पर्श गर्नलाई उनले त्यो उपाय र त्यो बहाना खोजेकी थिए। हालेलुया। तसर्थ प्रियहरू, प्रभुलाई हाम्रो इन्टेन्सन थाहा छ, परमेश्वरलाई हाम्रो विचारहरू थाहा छ। तसर्थ सदैव प्रभुको नजिक जाँदा नि असल, पवित्र र सत्यताको विचार, इच्छाहरू, सफा मनहरू लिएर जाउँ, सफा मनहरू लिएर जाउँ। अनि लुकाको पुस्तकमा प्रभु येशूले दुईजना व्यक्ति मन्दिरमा प्रार्थना गर्न गएको घटना बताउनु भएको छ। एकजनाले भनेको छ, म त्यो कर उठाउने जस्तो छैन, म हप्तामा 2 पल्ट उपवास बस्दछु, मैले पाएका सबै थोकको दशांश म दिन्छु। तर अर्कोले टाढै उभिएर छाती पिट्दै भन्छ, हे परमेश्वर, म पापीमाथि दया गर्नुहोस्। प्रभु भन्नुहुन्छ, अनि त्यो कर उठाउने पापी चाहिँ धर्मी भएर घर फर्कियो। हालेलुया। प्रभु त्यस व्यक्तिसँग प्रसन्न हुनुभयो जसको इन्टेन्सन सही थियो। अनि परमेश्वर त्यस्तै सत्यतामा चल्ने आराधक आज खोज्दै हुनुहुन्छ। अनि जुन दिन हामी परमेश्वरको खोजाइको दायराभित्र पर्छौँ, हाम्रो जीवन धन्य हुन्छ प्रियहरू। अनि संसारले हामीलाई परमेश्वरको खोजाइभित्र पस्न दिँदैन, किनकि जब हामी परमेश्वरको नजरमा उहाँको खोजाइभित्र पस्दछौँ अनि हामी चाहिँ उहाँको मनपर्ने साँचो आराधक बन्छौँ, अनि परमेश्वरको आशिषको राज्यभित्र हामी पस्दछौँ, अनि उहाँको उपस्थितिमा आम्ने सामने भएर आराधना गर्ने साँचो आराधक बन्दछौँ। अनि संसारलाई चाहिँ हामी परमेश्वरको उपस्थितिमा उभिएको मन पर्दैन। संसारलाई हामी परमेश्वरको असल, साँचो र सिद्ध आराधक भएको मन पर्दैन। तसर्थ प्रियहरू, परमेश्वर आत्मा र सत्यतामा आराधना गर्ने व्यक्ति खोज्दै हुन्छ। अनि दोस्रो प्रकारको व्यक्तिलाई परमेश्वर खोज्नुहुन्छ। इजेकियल 22 अध्यायको 30 पदमा यसो लेखिएको छ, पर्खाल निर्माण गरिदिने र देश मद्वारा नष्ट नहोस् भनी देशको लागि मेरो सामुन्ने धाँधोमा उभिदिने एकजना मानिस तिनीहरूका बीचमा मैले हेरेँ, तर मैले कोही पनि पाइनँ। परमेश्वर उहाँको सामुन्ने धाँधोमा उभिदिने मानिस खोज्दै हुनुहुन्छ। यहाँ यस पदमा परमेश्वर इजेकियलद्वारा हाम्रो मनको दुःखलाई मानिसहरूको निम्ति मानिसहरूको अघि राख्नुहुन्छ। अनि उहाँले त्यहाँका सबै मानिसहरूलाई हेर्नुभयो, तर कोही पनि यस्तो व्यक्ति देख्न सक्नु भएन जसले परमेश्वरको डर र भयमा जिएर उहाँको सामुन्ने उभिएर मानिसहरूको लागि प्रार्थना गरिदियोस्। तर उहाँले कसैलाई देख्नु भएन, कसैलाई भेट्नु भएन। परमेश्वरले आज पनि प्रियहरू त्यस्तो व्यक्तिलाई खोज्दै हुनुहुन्छ जसले उहाँको सामुन्ने धाँधोमा उभिदिएर मानिसहरूको निम्ति प्रार्थना गरिदियोस्। हालेलुया। यो कुरा भन्दै गर्दा मलाई पवित्र आत्माले अब्राहमले परमेश्वरसँग मानिसहरूको लागि गर्नुभएको बिन्तीलाई देखाउनु भयो। प्रियहरू, जब परमेश्वरले सदोम र गमोराको पापको कारण त्यस सहरलाई नष्ट गर्ने निर्णय गर्नुभयो नि, तब अब्राहमले परमेश्वरको सामु बिन्ती गर्छन् कि हे परम प्रभु परमेश्वर, के यदि यहाँ 50 जना धर्मी मानिसहरू मात्रै भेट्नुभयो भने पनि के यस सहरलाई तपाईँले नाश गर्नुहुन्छ? अनि परमेश्वर भन्नुहुन्छ, म गर्दिनँ। त्यसपछि फेरि अब्राहमले भन्छन्, यदि 40 जना धर्मी मानिसहरू भयो भने नि
अनि यसरी परमेश्वरको उपस्थितिमा अब्राहमले त्यो सहरलाई बचाउनको निम्ति, त्यो मानिसहरूलाई बचाउनको निम्ति बिन्ती गरेका छन्। अनि अब्राहमले परमेश्वरसँग त्यस सहरको निम्ति बिन्ती गरेको कारण, अब्राहमकै बिन्तीका कारण परमेश्वरले लुत र उनको परिवारलाई नाश गर्नु भएन। हालेलुया। प्रियहरू, आज संसार सदोम र गोमरा जस्तै भएको छ। चारैतिर मानिसहरू पापमा डुबेका छन्। परमेश्वरले अब यस संसारलाई नष्ट गर्न लाग्नु भएको छ, तसर्थ यस संसारको अन्त अब नजिक छ। येशू उहाँलाई विश्वास गर्ने र उहाँको वचनमा जिउनेहरूलाई लिन फेरि आउँदै हुनुहुन्छ अनि संसारको न्याय गर्ने समय नजिक छ। प्रियहरू, तसर्थ आज ती मानिसहरूलाई सुसमाचार सुनाएर प्रभुको वचनमा डोराएर उनीहरूको निम्ति परमेश्वरको अगाडि उभिएर बिन्ती गरिदिने, धाँधोमा उभिदिने मानिसको खाँचो छ। अनि यहाँलाई थाहै होला प्रियहरू, मूसा पनि इजरायलीहरूलाई बचाउन नि परमेश्वरको सामु रोएका छन्। इजरायलीहरूको गनगनको कारण, इजरायलीहरूको पापको कारण परमेश्वर मूसालाई भन्छन् कि तँलाई मात्र म प्रतिज्ञाको देशमा लैजानेछु, बाँकी सबैलाई म यही नै नष्ट गरिदिनेछु, किनकि यिनीहरूले मेरा आज्ञा पालन गरेनन्, यिनीहरूले मेरो कुरा सुनेनन्, बारम्बार 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 पाप गरिरहन्छन्। तर मूसाले भन्छन्, प्रभु बरु मलाई नष्ट गर्नुहोस्, मेरो नामलाई त्यो जीवनको पुस्तकबाट मेटाइदिनुहोस्, तर हे परमेश्वर यिनीहरूलाई नष्ट नगर्नुहोस्। प्रियहरू, परमेश्वर आज यस्तो व्यक्ति खोज्दै हुनुहुन्छ जसले चाहिँ परमेश्वरको सामु उभिएर सबै मानिसहरूको निम्ति धाँधोमा उभिदियोस्, किनभने परमेश्वर नि सबै मानिसहरू बाँचेको चाहनुहुन्छ। कोही पनि नष्ट नहोस्, तर त्यसले अनन्त जीवन पाओस् भन्ने उहाँ चाहनुहुन्छ। अनि आज तपाईँको परिवार, तपाईँको छिमेकी, तपाईँको वरिपरिको आफन्त, तपाईँको साथीभाइ गलत बाटोमा होला, गलत कुरामा फसिरहेका होलान्। अनि तपाईँकै आँखाको अगाडि स्पष्ट तपाईँले देख्नुहुन्छ कि उनीहरू नरकको बाटो जाँदैछन्। के आज एउटा निर्णय गर्न सक्नुहुन्छ? के आजदेखि ती व्यक्ति र ती मानिसहरूको निम्ति प्रार्थना गरिदिन सक्नुहुन्छ? के ती मानिसहरूको निम्ति धाँधोमा उभिदिएर परमेश्वरको सामु बिन्ती गर्न सक्नुहुन्छ? अनि के ती मानिसहरूलाई प्रभुको बारेमा डोर्याउने र उहाँमा बचाउने कुरामा लागिरहने निर्णय गर्नुहुन्छ? परमेश्वर तपाईँको हृदयमा ती व्यक्तिको अनुहार अहिले देखाउँदै हुनुहुन्छ, जसलाई तपाईँको खाँचो छ, जसलाई येशूको खाँचो छ, किनकि उनीहरूको निम्ति धाँधोमा उभिदिने अरू कोही छैन। अनि परमेश्वर यस्तो व्यक्तिहरू आज खोज्दै हुनुहुन्छ प्रियहरू, जसले धाँधोमा उभिदिएर परमेश्वरको निम्ति बिन्ती गरिदियोस्। त्यसै गरेर परमेश्वर कस्तो व्यक्तिलाई खोज्दै हुनुहुन्छ त? तेस्रो कुरा छ, पहिलो सामुएल 13 अध्यायको 14 पद हामी हेर्नेछौँ। यहाँ यसो लेखिएको छ, तर अब तपाईँका राज्य निरन्तर रहने छैन, परमप्रभुले आफैले रुचाउनु भएको एकजना मानिस खोज्नु भएको छ र तिनलाई नै आफ्ना प्रजामा अगुवा हुनलाई नियुक्त गर्नुभएको छ, किनभने तपाईँले परमप्रभुको आज्ञा पालन गर्नु भएन। प्रियहरू, यस घटनामा राजा साउलले नि परमेश्वरको आज्ञा पालन नगरेको कारण परमप्रभुले शमूएललाई चाहिँ यी सन्देश दिन पठाउनु भयो कि परमेश्वरले रुचाउनु भएको एकजना मानिस परमेश्वरले खोज्नु भएको छ। अझ TBS बाइबलमा हामी हेर्ने हो भने चाहिँ निकै सठिक ट्रान्सलेसन गरिएको छ, परमप्रभुले आफ्ना निम्ति आफ्नो हृदय अनुसारको मानिस खोज्नु भएको छ। हालेलुया। परमेश्वर आफ्नो हृदय अनुसारको व्यक्ति खोज्दै हुनुहुन्छ। त्यो समय परमेश्वरको हृदय अनुसारको मानिस चाहिँ दाउद थियो। परमेश्वरले दाउदलाई उहाँको हृदय अनुसारको व्यक्ति भेट्टाउनु भयो प्रियहरू। अनि दाउदलाई एउटा गोठालोबाट परमेश्वरले राजा बनाउन लाग्दै हुनुहुन्थ्यो, किनकि उनी परमेश्वरको हृदयको अनुसार चल्ने व्यक्ति थिए। हालेलुया। यदि हामी उहाँको हृदयको नजिक, उहाँको हृदय अनुसारको मानिसहरू भयौँ भने प्रियहरू, अवश्य पनि परमेश्वरले हामीलाई एउटा महिमादेखि अर्को महिमामा लैजान सक्नुहुन्छ। हालेलुया। अनि परमेश्वर यस्तो व्यक्ति खोज्दै हुनुहुन्छ जो उहाँको हृदयको नजिक भएर जिउँछ। परमेश्वर यस्तो व्यक्ति खोज्दै हुनुहुन्छ जो उहाँको हृदयलाई, उहाँको मनलाई, उहाँको वचनलाई, उहाँको विचारलाई बोकेर हिँड्छ। अनि परमेश्वरको हृदयको नजिक भएको व्यक्तिले नि जहिले पनि अरूको भलाइको कुराहरू सोच्छ। हालेलुया। जहिले पनि अरूलाई उठाउने कुराहरू सोच्छ, जहिले पनि अरूलाई अगाडि बढाउने, अरूलाई बचाउने कुराहरूमा विचार गर्दछ। हालेलुया।
अनि परमेश्वरले हाम्रो क्वालिफिकेसन, हाम्रो खानदान, हाम्रो जात, हाम्रो धर्म, हाम्रो पढाइ खोज्नुहुन्न प्रियहरू। उहाँ हामीमा उहाँको हृदय खोज्नुहुन्छ। दाउद एक साधारण गोठाला थिए, जङ्गलमा बस्ने जवान व्यक्ति जसलाई परमेश्वरको नजिक जिउनलाई कसैको साथ, कसैको प्रोत्साहन थिएन, सङ्गति थिएन, जोराउने अगुवा थिएन। अनि उनी एक्लै परमेश्वरसँग आराधना गर्थे भनेर भनिएको छ। अनि उनले आफ्नो हृदय परमेश्वरको अनुसारको बनाए अनि त्यही कुरा परमेश्वरलाई मन पर्यो। हालेलुया। अनि दाउद र गोलियतको लडाइँमा नि हामी सबैलाई थाहा छ कि गोलियतले आफ्नो देशको बारेमा नकारात्मक बोलेको सहे, तर दाउदले एउटा कुरा सहेनन्। त्यो कुरा थियो परमप्रभु परमेश्वरको विरुद्धमा बोलेको कुरा उनले सहन सकेनन्। इजरायलका बलिया बलिया सिपाहीहरू, बलिया बलिया मानिसहरू, बलिया बलिया लडाकुहरू गोलियतको अघि डरले थर थर काम्दै बसिरहेको बेला एउटा सानो फुच्चे दाउद जोसले भरिएर गोलियतको अगाडि उभिन्छ र भन्छ, त मसँग लड्न तरबार, भाला र बर्छा लिएर आएको छस्, तर म तसँग लड्न तैँले विरोध गरेको इजरायलका फौजहरूका परमेश्वर सर्वशक्तिमान परमप्रभुको नाउँमा आएको छ। हालेलुया। प्रियहरू, उनी सिपाही योद्धा लडाकु पनि होइनन्, तर परमप्रभुको निम्ति उनी लड्न तयार भए, किनभने उनले परमेश्वरलाई निन्दा गरेको कुरा उनले सहन सकेनन्। अनि दाउदले नि परमेश्वरलाई अति प्रेम गर्थे प्रियहरू। त्यसैले परमेश्वरले भन्नुभयो, मैले मेरो निम्ति मेरो हृदय अनुसारको मानिस भेटेको छु। हालेलुया। आज तपाईँ र म पनि प्रभुको हृदय अनुसारको मानिस बन्न आवश्यक छ। प्रियहरू, आज तपाईँ र म पनि प्रभुको हृदय अनुसारको मानिस बन्न आवश्यक छ। परमेश्वरले त्यस्ता मानिसहरूलाई खोज्दै हुनुहुन्छ जसको हृदय चाहिँ उहाँको हृदय अनुसारको छ। हालेलुया। अनि चौथो कुरा छ प्रियहरू, परमेश्वर त्यस्तो व्यक्तिलाई खोज्दै हुनुहुन्छ जसको हृदय चाहिँ उहाँप्रति भक्त छ। दोस्रो इतिहास 16 अध्यायको 9 पदको क खण्ड हामी हेर्नेछौँ। त्यहाँ यसो लेखिएको छ, किनकि जसका हृदय उहाँप्रति भक्त छन् तिनीहरूलाई सहायता दिन सारा पृथ्वीतिर नै परमप्रभुको दृष्टि रहिरहन्छ। हालेलुया। परमेश्वर यस्तो व्यक्तिलाई खोज्दै हुनुहुन्छ जसको हृदय उहाँप्रति भक्त छन्। आज संसार निहालेर हेर्ने हो भने नि प्रियहरू, संसारका मानिसहरू मात्र होइनन्, इभन विश्वासीहरू पनि धनको भक्त भएका छन्, पावरको भक्त भएका छन्, शिक्षा र ज्ञानको भक्त भएका छन्, सुन्दरता र ख्यातिको भक्त भएका छन्, सुख सुविधा, सम्पन्नता, नाम र इज्जतको भक्त भएका छन्। तर परमेश्वर उहाँप्रति भक्त हुने हृदय खोज्दै हुनुहुन्छ। किन यस्तो हृदय भएको व्यक्ति परमेश्वर खोज्दै हुनुहुन्छ त? किनभने परमेश्वर त्यस व्यक्तिलाई आफ्नो सामर्थ्य प्रकट गर्न चाहनुहुन्छ। परमेश्वर त्यस व्यक्तिलाई सहायता गर्न चाहनुहुन्छ। धेरै पटक मानिसहरूको जीवनमा, हामी विश्वासीहरूको जीवनमा परमेश्वरको सहायता आउँदैन, किनकि हामीहरू सांसारिक कुराहरूको भक्त भएका छौँ। सांसारिक विचारधारा र सांसारिक मानसिकताले हामीलाई गाँचेको छ। तर परमेश्वर आज त्यस्ता व्यक्तिहरूलाई सहायता गर्न खोज्दै हुनुहुन्छ जसको हृदय चाहिँ परमेश्वरको भक्ति गर्नको निम्ति सधैँ तृषित हुन्छ। हालेलुया। जसको हृदय सधैँ सङ्गति जान, जसको हृदय सधैँ वचन सुन्न, जसको हृदय सधैँ वचन पालना गर्न, जसको हृदय सधैँ प्रार्थना गर्न, जसको हृदय परमेश्वरलाई भेट्न तृषित छ। अनि भक्ति चाहिँ यही हो प्रियहरू। अनि यही भक्ति परमेश्वरलाई मनपर्छ। अनि परमेश्वर चाहिँ यस्तो भक्ति गर्ने हृदयलाई आज खोज्दै हुनुहुन्छ। अनि पाँचौँ कुरा छ, परमेश्वर हराएका र नाश हुन लागिरहेका व्यक्तिहरूलाई खोज्दै हुनुहुन्छ। हालेलुया। लुका 19 अध्यायको 10 पदमा येशूले भन्नुभएको छ, किनभने मानिसको पुत्र हराएकाहरूलाई खोज्न र बचाउन आएको हो। हामी सबैलाई थाहा छ प्रियहरू, येशू ख्रीष्ट किन यो संसारमा आउनुभयो? किनभने हराएकाहरूलाई खोज्न र बचाउन उहाँ आउनुभएको। आजसम्म पनि परमेश्वर यस खोजीमा हुनुहुन्छ। संसारमा हराएका मानिसहरूप्रति उहाँ रुनुहुन्छ, किनभने परमेश्वरले हरेक मानिसलाई प्रेम गर्नुहुन्छ। चाहे हिन्दू होस्, चाहे बौद्धिस्ट होस्, चाहे मुस्लिम होस्, जुनसुकै धर्म मान्ने किन नहोस्, हरेक व्यक्तिलाई परमेश्वर प्रेम गर्नुहुन्छ। हरेक धर्म मान्ने मानिसहरूको पापहरूको छुटकाराको निम्ति येशू क्रुसमा बलिदान हुनुभएको। उहाँको उपस्थितिबाट भाग्ने मानिसहरूलाई उहाँले भाग्न दिनुहुन्छ, तर उहाँको उपस्थितिबाट हराउने व्यक्तिहरूलाई चाहिँ परमेश्वर खोज्नुहुन्छ प्रियहरू। र परमेश्वरलाई चिनेर पनि नपछ्याएर हराएको व्यक्तिहरूलाई परमेश्वरले खोज्नुहुन्छ, किनभने परमेश्वर कोही नष्ट नहोस् तर त्यसले अनन्त जीवन पाओस् भन्ने चाहनुहुन्छ।
प्रशस्तताको जीवनमा सबै मानिसहरू बाँचुन् भन्ने हेतुले यो संसारमा आउनु भएर मानिसहरूको निम्ति क्रुसमा मर्नुभयो। आज पनि परमेश्वर ती मानिसहरू फर्केर आउने बाटो पर्खँदै हुनुहुन्छ। कतिजनालाई परमेश्वरले भेटिसक्नुभयो, तर उहाँले प्रेमिलो पिताको घर फर्कन कहिले पनि जबरजस्ती गर्नु भएन। उहाँ त्यो घरको आँगनमा उभिएर मेरो छोरा मेरो छोरी कहिले फर्केर आउँछ भनेर बाटो हेर्दै हुनुहुन्छ। अनि येशू हराएकाहरूलाई खोज्न आउनुभयो र आज पनि येशूले हराएकाहरूलाई खोज्दै हुनुहुन्छ। लुका 15 अध्यायको 4 पददेखि हामी हेर्ने हो भने येशूले भन्नुभएको छ, तिनीहरूमध्ये कुन मानिस होला जसको 100 भेडामध्ये एउटा हराउँदा 99लाई वनमै छोडेर हराएको भेडा नपाउन्जेलसम्म त्यसको खोजी गर्दैन। हराएको भेडा पाएपछि रमाउँदै त्यसलाई आफ्नो काखमा राख्छ र घरमा आएर उसले आफ्ना मित्रहरू र आफ्ना छिमेकीहरूलाई बोलाउँछ र तिनीहरूलाई भन्छ, मसँग रमाऊ किनभने मैले आफ्नो हराएको भेडा पाएको छु। हालेलुया। प्रभु त्यति बेला खुसी हुनुहुन्छ प्रियहरू जति बेला उहाँको एउटा हराएको भेडा फर्केर आउँछ। प्रभु त्यति बेला खुसी हुनुहुन्छ जति बेला एउटा संसारमा हराएको व्यक्ति चाहिँ परमेश्वरलाई विश्वास गरेर फर्किन्छ। हालेलुया। प्रियहरू, लुका 15 अध्यायको 2 पदमा येशूले भन्नुभएको छ, तर त्यो धेरै टाढा हुँदा त्यसको बाबुले त्यसलाई देखे र तिनी दयाले भरिए र दौडेर गई त्यसलाई अँगालो हालेर त्यसलाई चुम्बन गरे। हालेलुया। आज पनि परमेश्वरको त्यो अँगालोले नि धेरै छोराछोरीहरूलाई पर्खिराखेको छ। आज पनि प्रभुको अँगालो खाली छ प्रियहरू। उहाँको छोराछोरीहरू मानिसहरूको अँगालोमै व्यस्त छ, संसारको अँगालोमा हराइरहेको छ, तर पनि प्रेमिलो प्रभु आफ्नो हात फैलाएर आफ्ना छोराछोरीहरूलाई पर्खिरहनु भएको छ। हालेलुया। प्रियहरू, आज हामीले 5 प्रकारका व्यक्तिहरूलाई नि परमेश्वरले खोज्दै हुनुहुन्छ भन्ने कुरा हेऱ्यौँ। पहिलो व्यक्ति थियो आत्मा र सत्यतामा आराधना गर्ने साँचो आराधकलाई परमेश्वर खोज्दै हुनुहुन्छ। अनि दोस्रो थियो उहाँको सामुन्ने धाँधोमा उभिदिने मानिस परमेश्वर खोज्दै हुनुहुन्छ। तेस्रो थियो आफ्नो हृदय अनुसारको व्यक्ति परमेश्वर खोज्दै हुनुहुन्छ। अनि चौथो थियो उहाँप्रति भक्ति गर्ने हृदय भएको व्यक्ति परमेश्वर खोज्दै हुनुहुन्छ। अनि पाँचौं थियो हराएका र नाश हुन लागेका व्यक्तिहरूलाई परमेश्वर खोज्दै हुनुहुन्छ। हालेलुया।